सो हेलो गाइज वेलकम टु माई च्यानल। सो आज हामी चाहिँ खेल्नेवाला ब्लक्स फ्रुट। आजको चाहिँ यो भिडियो चाहिँ मेरो फर्स्ट भिडियो ब्लक्स फ्रुटको। अनि हामी चाहिँ अब 1K सब्सक्राइबरमा ग्यास फ्रुट गिभअवे हान्ने सोचेको छौँ। त्यही भएर 1K सब्सक्राइबर बनाइदिनु होला। 1K सब्सक्राइबरमा मैले कमेन्ट पिन गर्छु, कमेन्ट हान्नु। कमेन्ट हेरेर मैले कमेन्टमा हेरी युजर नेम हाल्नु है। म कमेन्टमा हेरेर हाल्छु। ओए मारो ओए, यतिले मरेन। ओए यतिले मारेन। आज चाहिँ हामी म चाहिँ ग्राइन्डिङ गर्न थाल्छु। म चाहिँ हजुरलाई भेट्छु 2nd सी पुग्नुभन्दा थर्ड सी पुग्नुभन्दा यति अगाडि हेर्छु है त। आजको भिडियोमा चाहिँ नि हामी पुग्नेछौँ 3rd सीमा। त्यही हो। अब म अहिले म पुगिसकेँ 1497 पुगिसकेँ। अब चाहिँ म 3rd सी पुग्न थालेको छु। ल अब चाहिँ हामीले टिड्डे बसलाई मार्ने। नाम चाहिँ टाइड किपर हो, तर मैले चाहिँ टिड्डे भन्छु क्या। ल टाइड किपरलाई मारेर हामी 3rd सी पुग्ने हुन्छ। ल म कहाँ हिँडेको अति हराम छ कि माइन्ड ब्लोइङ छ कि मेरो दिमाग। कता हिँड्छु कि म हेरेँ उल्टे हिँड्छु। ल यता रोकिनु, म उता पुगेर मार्छु ल त्यो टाइट किपरलाई। ल अब चाहिँ म 3rd सी पुगेँ है। 3rd सी छिटो हिँड। मैले चाहिँ V2 नि गराएर हिँड्छु। मैले भर्खरदेखि मसँग इन्स्ट्यान्ट नि रहन्छ क्या। के भन्ने होला, अर्को भिडियोमा चाहिँ हामीले अब इन्स्ट्यान्ट लिनेवाला छौँ। त्यो भएर अर्को भिडियो नि आउनेवाला छ। अब कहिले आउँछ त्योहरू थाहा छैन। हामीले अर्को भिडियोमा इन्स्ट्यान्ट गर्छौँ, V2 गर्छौँ, V3 गर्छौँ सार्क यसको। त्यही भएर अर्को भिडियो नि हेर्नु होला। त्यसले टाइट किपरलाई मारौँ त टिड्डे। वाटर कुम्फूसँग सजिलो हुन्छ। मैले सार्कम्यान कराटे लिने भनेको थिएँ, तर सार्कम्यान कराटे स्लिप हुन्छ क्या, त्यही भएर नलिने सोचेको छु। त्यही भएर म सार्कम्यान वाटर कुम्फूसँगै खेल्छु होला। त्यसको कुल लाउने छैन, सजिलो हुन्छ। मलाई चाहिँ सबसे नमन पर्ने भनेको त्यो ड्रागन ब्रेथ के छुटाइदिन्छ, दिमाग खराब गर्छ। त्यही भएर मैले त पहिलो पालीमै वाटर कि पाइदिएँ। खतरनाक किजो पाएन, रेङ्गुको वाटर किपर पाएँ। वाटर कि के गर्ने, अब रिसेट हानिदिन्छु मैले। अब चाहिँ हामी किङ हेड्छौँ। अब कोलोजियममा जाने त हामी कोलोजियम अब आएर भेटौँला है त। म चाहिँ 1500 लेभल पुगिसकेँ। म चाहिँ कोलोजियममा नि पुगिसकेँ। ल अब यो रेड हेड रहेछ। ल म चाहिँ अब रिप इन्द्रालाई मार्छु। कति सजिलो हुन्छ, आफै बिचमा आइदिन्छ। के गर्ने, मार्न नि दिन्न। 3rd सी वाला रिप इन्द्रालाई नि मारौँला है त हामीले नेक्स्ट भिडियोमा। पहिला यो रिप इन्द्रालाई मारौँ त। यसले चाहिँ डार्क रेड युज गर्छ क्या। डार्क रेडको एबिलिटी युज गर्छ। हिँड्छु ल छिटो ल देख्नुभयो नि, बिचैमै आइगयो। ल हजुरहरूले सिन हेर्नु है त। म चाहिँ झ्याडा देख्दिनँ, त्यही पनि हजुरहरूलाई देखाइदिएको।
म्याक्स पुगेपछि रिपिन्द्र भन्यो टक टु द मिस्टर क्याप्टेन एट ग्रिन जोन। हामी चाहिँ अहिले जान्न 3rd सीमा, हामी चाहिँ अहिले रेड हान्ने कि रेडमा अब रेडभित्र छिरेपछि आउँछु है त। आइस रेड हान्ने, मैले चाहिँ एउटा रेड ओरा लिने हो कि ओरेन्ज ओरा। हुन्छ ल, म चाहिँ रेडभित्र मिलाउँला हजुरसँग। म चाहिँ रेडभित्र आइसकेँ। ल 3 2 1 म्याच साल भयो ल है त। सक्छु किन है त मैले। ल हजुरलाई रेड हान्न मन लागेन भने म सिधै उतै पुगाइदिन्छु बससँग। हेरौँ है त ल बससँग। हजुर टाइम ल्याप्स हेर्नु। म चाहिँ पुगिसकेँ बससँग। ल हेरौँ है त कल जित्छ है त। ल 6 मिनट बाँकी छ। हामी चाहिँ रेड ओरा लिन सक्छौँ कि नै। ल बस पनि तल झरिसक्यो। यति इजी कि कति सजिलो हुन्छ। तर पुरा रेड चाहिँ नि गाह्रै हुन्छ। बुरा रेड चाहिँ सकिन्छ। आइसहरू त सकिन्छ, त्यही भएर आइस लिएको। बुरा त कहाँ मरिन्थ्यो, अहिले नि बाँचिन्थेन, मरिन्थ्यो होला। ल बस त बल्ल बस मर्न थालिसकेछ। अवेकन आइस, हामीले आइस क्यासलमा नि अवेकन आइस हान्नु नपाएछ। यहाँ त के पो हो, 10-20 चोटि मार्दा नि पाएको होइन। रेड के अरे त्यो रेङ्गुकोवाला कि। ल मैले 1000 फ्रेगमेन्ट पाइसकेँ। मैले चाहिँ त्यस्तो रेड गर्दिनँ। उयोले पनि आइस चला अवेकन। मैले चाहिँ त्यस्तो यो के अरे फ्रेगमेन्ट लिँदिनँ, त्यही भएर चाहिँ हो के मसँग फ्रेगमेन्ट कम भएको। हामी चाहिँ अब गरमला नि धेरै रेड। हामी चाहिँ अब रेड ओरा लायो। ओरेन्ज सोडा। के गर्छ यो केटाले अगाडि आएर। ल डान्स गर्छ, ब्रेक डान्स निक्लियो त्यसको। ब्रेक डान्स बुम 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 गर्दै माइकल ज्याक्सन हो क्या, सस्ता माइकल ज्याक्सन। अब कहाँ ओए पुरा दुनियाँ घुमेर आएछ। ल है त हामीले ओरेन्ज ओरा ट्रेड गर्ने कोही आउँदैन। ट्रेड गर्नलाई नि केही छैन। ग्यास हो भएको, ग्यास हजुरहरूलाई दिने हो। अनि अरू त केही छैन। स्प्रिटमा मस्याडो गरिब हो के हजुरको दाइ। साथीले टाइगर दिन्छु भन्थे, आउँदै आउन अनलाइन। ग्यास देखाएर नि ग्यास त हजुरहरूलाई प्लिज भन्छ। दिमाग खान्छ कि यस्तो प्लिज भन्ने मान्छे। भयो हजुर नहेर्नु। अब हामी चाहिँ जानेवाला छौँ 3rd सी, त्यही भएर म त्यहाँ ग्रिन जोनमा एउटा एक्सपिरियन्स क्याप्टेन छ अरे, त्यसले चाहिँ हामीलाई 3rd सी पुगाइदिन्छ। 3rd सी हामी चाहिँ अब त्यससँग जाँदैछौँ। मैले ठ्याक्कै 1500 लेभल 1-2 पनि भयो। रिभाइथन गर्न सकिँदैन। 1500 रिभाइथन गर्न जान्छ। हो अर्को भिडियोमा चाहिँ नि इन्स्ट्यान्ट लिगाउँला। इन्स्ट्यान्टै नै कि म फेरि टेलिपोर्टिङ हुँदैछ। इन्स्ट्यान्टै नै म भर्खर नोटिस गरेको क्या भिडियो बनाउँदै गर्दा। इन्स्ट्यान्टै छैन। सेभर हेर्न, सेभर पजल गरेँ, सबै गरेँ, इन्स्ट्यान्टै छैन कि। अति हाँसो लागेको। सेभर पजल गरेर इन्स्ट्यान्टै लिएको छैन। के भन्ने ल हामी चाहिँ अब 3rd सी पुगिसक्यौँ। म चाहिँ मोबाइल प्लेयर हो, पिसी होइन। त्यही भएर हो मलाई अझै हाँसो लागिरहेको। ल बाई बाई। हामी चाहिँ अब मिल्नेवाला छौँ अर्को भिडियोमा। त्यही भएर रेडी हुनुहोस्। सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गरेर जानु होला। ग्यास फ्रुट लेख्ने भए ग्यास फ्रुटको लागि कमेन्टमा युजर नेम लेख्नुहोस्। ल बाई बाई।